नमस्ते साथीहरू। आज चाहिँ म यो यसपालिको अलिकति नौलो जातको सिमी टिप्दैछु है। यहाँ हेर्नुस् है त, यो चाहिँ अलि अर्कै खालको है। यो कलर मलाई छुट्टै लागेको कलर, यो चाहिँ पिङ्क कलर रहेछ हैन। अनि यो चाहिँ म अब विशेष गरी यहाँ छिप्पिनी गरिराखेको छु। यो चाहिँ बिउलाई होस् भनेर। यो अलि नौलो लागेपछि मलाई चाहिँ खानाभन्दा पनि यसो बिउ भए कसैले यसो रहर गर्नुहुन्छ, माग्नुहुन्छ। अनि अब हामीसँग नि केही छ है भन्न पनि मिल्यो हैन। त्यही भएर मैले चाहिँ यसरी बिउ हुन्जेली राखेँ है। यो चाहिँ नत्र भने यति हुन्जेलसम्म छिप्पिँदैन है। यो यस्तो मजाको छ, यसरी कस्तो राम्रो दाना छ ठुल्ठुला। अनि यो चाहिँ यस्तो खालको सिमी हो। अनि मैले चाहिँ बिउलाई पनि राखेको छु, हजुरहरूलाई चाहिन्छ भने सम्झिनु होला। अनि आज चाहिँ यो साउनको कति गते हो पनि 10 गते। अनि अब फेरि म अर्को लट रोपिदिन्छु। अब 1-2 लट अझै रोप्दा हुन्छ। अनि यहाँ हेर्नुहोस् है त, राम्रो लाग्यो। कति लामो लामो छ क्या यो त, 4वटा कोसा भयो भने नि धेरै हुन्छ मजाले खानालाई। अनि यहाँ फेरि अर्को सिमी छ है मसँग। अब यहाँ चाहिँ किरा लागेछ, कस्तो कोसामै किरा लागेछ। मसँग यस्तो यो निलो निलो कलरको पनि छ। म अहिले हजुरहरूलाई सबै टिपेर देखाउँछु। धन्यवाद।